ट्रस्टीले हाम्रो गेसी टसी फाउन्डेसनमा आबद्ध रहनुभएका सम्पूर्ण जिन्दक लगायत यहाँ उपस्थित हाम्रो कार्यकर्ताहरू हुनुहुन्छ। उहाँहरू गेसी टसी फाउन्डेसनलाई सहयोग गर्नुहुने और सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र हाम्रो न्युयोर्कबाट गेसी टसी दुर्जी गेसिलाले चाहिँ उहाँले सुरु गर्नुभएको यो फाउन्डेसन गेसी टसी फाउन्डेसन यो चाहिँ 2022बाट चाहिँ हामीले सुरुवात गर्नुभएको उहाँले र क्याप्चे दलाई लामाको ठुङ्गर उहाँको बर्थडे भएर सुरु गर्नुभएर चाहिँ अहिले नेपालमा चाहिँ विभिन्न ठाउँहरूमा उहाँले यो असहाय वृद्धहरू र उहाँलाई चाहिँ खाना यसरी हामीले उहाँहरूले बाँडिराख्नु भएको छ। यो अझै 8 महिना जति सुरु भइसक्यो यो सुरु गरेर र सम्पूर्ण देश विदेशमा राम्रो भएर यो गेसी टसी फाउन्डेसनलाई सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू यसमा चाहिँ मेरो पनि सानो योगदान छ। सानो भनेको सानो र यो चाहिँ किनभने थोपा भएर समुद्र हुन्छ र यहाँ सम्पूर्णले यो देख्नुहुने सम्पूर्ण यो गेसी टसी फाउन्डेसनको फेसबुक पेजमा जोड्नुहुने सम्पूर्णले चाहिँ अझै पनि यहाँहरूले गेसी टसी फाउन्डेसनलाई चाहिँ सहयोग गरिदिनु भयो भने अझ योभन्दा अझै उहाँले चाहिँ नि आगामी दिनहरूमा चाहिँ नि अब अहिले 1 दिन छ हप्ताको महिनामा 4 दिन एभ्री वेडनेसडे